नमस्कार दिदी। नमस्कार मिस। कामतिर व्यस्त हुनुहुन्छ क्या हो? ठिकै छ भन्नुपर्छ। बिहान बिहानै कामतिर लाग्नु भएछ। बिहान अरूले कुदेर मर्निङ वाक गर्छन्, मेरो यहाँ फोहोरमा हुन्छ मर्निङ वाक। बङ्गलो अहिले के कतिवटा लानु भएको छ? धेरै त छैन, अहिले सबै गरेर 15-20वटा होला। 15-20वटा। पहिले चाहिँ धेरै थियो, 120-30वटासम्म थियो। पाटापाटी अब नजानुको कारणले अहिले चाहिँ पाटापाटी सानैमा बिक्री भइरहेको छ। त्यो कारणले धेरै छैन। 6वटामा एउटा चाहिँ बेच्नु छ। अब 4वटा 5वटा चाहिँ ब्याउन लागेको छ। एउटा माउबाट कति जति उत्पादन हुन्छ काठाहरू? न्यूनतम 7वटादेखि 12-13वटासम्म पाउँछ एउटा माउले। यो पनि ब्याउनै हो? ब्याउने ठुलो भइसक्यो त्यसको। कति सालदेखि सुरु गर्नुभयो व्यवसाय? 74देखि हुनसक्छ। 20 एकदिन ठ्याक्कै चाहिँ। अनि सुरुमा चाहिँ मैले घरको छेउबाटै गरेको थिएँ, खोरमाथि नै थियो। अनि त्यहाँ चाहिँ अब अलिकति बस्ती पनि भयो, अनि घरको नजिक पनि भएर दुर्गन्ध पनि हुने, अनि यहाँ पढाउँछन्, अनि हल्ला पनि हुने। त्यो भएको कारणले चाहिँ मेरो वीरबहादुर यो चाहिँ मैले यो खोर बनाउँदा चाहिँ यहीँ लघुवित्तबाट नै 5 लाख एकैचोटि ठुलो लोन मैले सुरुमा नै हाम्रो केन्द्रको ठुलो लोन चाहिँ मैले सुरु गरेको थिएँ। अनि 5 लाख दिनुभएको थियो। अनि त्यो 5 लाख चाहिँ ल्याएर 5.5 लाखमा चाहिँ यो खोर एक सबै चाहिँ ठेक्कामा दिएँ मैले, आफैले बनाएन। अनि जब पाठा रेडी भइसकेपछि पाठा मात्रै ल्याएँ, लगाएँ। के छ दिदी, बजार यतै यहीँको नजिकै बजारतिर बिक्री गर्नुहुन्छ कि यतै आउनुहुन्छ मान्छेहरू? खासै भन्नुपर्दाखेरि मेरो पाठाहरू चाहिँ बजार लानु परेको छैन अहिलेसम्मको स्थितिमा चाहिँ। यहीँ नै आउनुहुन्छ। पाठाहरू कुनै समय त 17-18 दिनको पनि लानुहुन्छ, यस्तै लान्छौँ भन्नुहुन्छ। अनि खासै बेच्नु चाहिँ 40 दिनको बेच्नु भन्छन् होइन। अनि पाठाहरू मैले बजार लाने अवस्था आएको छैन। सलेरीबाट आउनुहुन्छ, कतिको ठाउँबाट गाउँबाट पनि अब यहाँ छ भन्ने थाहा पाएपछि यहीँ नै आउनुहुन्छ, खोरबाटै लानुहुन्छ। एउटाको कसरी पर्छ? अब न्यूनतम यतिखेर त 7,500 हो। पहिले त यतिको पाठालाई मैले 1500मा 1200मा पनि बेचेको यहाँ 3-4 वर्ष अगाडि। अहिले मूल्य बढ्यो? मूल्य बढेको छ, अहिले राम्रै छ। ठिकै छ, राम्रै छ। म चाहिँ खुसी नै छु, सन्तुष्टि नै छु। कतिपय मान्छेहरूले भन्छन् नि, अब कर्जा लिएर गएपछि अब व्यवसायमा नलगाउने, सही सदुपयोग नगर्ने, अनि पछिबाट चाहिँ संस्थाले यसरी गर्दाखेरि डुब्यो भन्ने कुराहरू तपाईँलाई के लाग्छ त्यो सम्बन्धमा चाहिँ? अनि त्यो त आफूमा भर गर्ने कुरा हो होइन। जुन शीर्षकमा हामी जोसुकैले हामी दिदीबहिनी त्यो शीर्षकमा गरेपछि त हामी घाटामा त जाँदैनौँ नि त होइन। जे भने पनि समय अहिलेको समयमा किनेर खाने नै हो सबैजना, जुन बेपरि। तर पहिलेको जस्तो भाउ नहुन सक्छ होला। सोचेको 10,000 आउँछ भन्ने ठाउँमा 10,000 नआउँला, 5,000 त आउँछ नि त। त्यो घटेर जाने कुरा त होइन नि त। त्यही भएर सही ठाउँमा जो हामी सदस्यले कर्जा लिएको छौँ सही ठाउँमा उपयोग गरौँ, अनि अर्कोलाई दोष नदिउँ भन्न चाहन्छु। संस्थाको सदस्यहरू हुन्छौँ, अनि हामी चाहिँ संस्थामा जुन शीर्षकले माग्छौँ त्यो शीर्षकमा लगायौँ भने चाहिँ त्यो हुँदैन भन्ने चाहिँ हुँदैन। हाम्रो सोचमा भर पर्ने कुरा हो। अनि अर्को कुरो चाहिँ हामीले अर्कोलाई दोष आउनको लागि हो होइन। कति मैले पनि सुनेछु गुनासो, संस्थाहरू आएर हामी डुब्यौँ होइन। डुब्ने ठाउँमा बसेपछि डुबिन्छ नि त। जुन लगानी गर्ने छ, जुन शीर्षकमा लगानी गरिएको छ, त्यस लगानी ठाउँमा गरिसकेपछि नि त्यो ऊ चाहिँ हुँदैन, घाटो पनि हुँदैन। म चाहिँ अब सुरुमा खोर बनाउँदा पर्दाखेरि मान्छेसँग कारेर ल्याएको होइन, एकैचोटि एक किस्तामा तिर्नु पर्दाखेरि 5 लाख ल्याएको, 6 महिनाको वर्ष दिनको भाका गरेर ल्याइन्थ्यो होला। एकमुष्ट तिर्दाखेरि समस्या पनि हुन्थ्यो होइन। अनि म चाहिँ 5 लाख एकमुष्ट ल्याएर यहाँ लगानी गरिसकेपछि चाहिँ अब त्यहाँको अप्ठ्यारो सजिलो परिस्थिति आफ्नै ठाउँमा छ, तर पनि किस्तामा तिर्नु पर्दाखेरि सहज पनि भएको छ। अनि अब म अरूलाई पनि भन्छु, जुन शीर्षकमा ल्याउनु भएको छ ल्याइएको छ नि त्यो शीर्षक भन्नुहोस्। कुखुरा पालिन्छ, कुखुरा पालन भनेर लगाइन्छ भने कुखुरा पालियोस्। सम्पूर्ण नभए पनि 75% चाहिँ त्यो शीर्षकमा लगानी गरियोस् क्या। जस तपाईँलाई संस्थाप्रति
संस्थाले दिने सेवा सुविधा प्रति अनि दिएको कर्जाप्रति सन्तुष्टि हुनुहुन्छ? सन्तुष्टि पनि छु, धन्यवादी पनि छु। किनभने हामीले अरू मान्छेहरूसँग लिँदाखेरि त हामी कसैले पनि बोकेर लानुपर्छ। अनि जति लिएको कर्जा चाहिँ एकमुष्ट तिर्नुपर्छ नि त, होइन? अब 5 लाख लिएको छ भने म आज 50,000 मात्रै दिन्छु भनेर त मान्नु हुँदैन नि त उहाँहरूको पनि, होइन? 5 लाखको त जति समय अवधि त्यो समयमा त एकमुष्ट तिर्नुपर्छ नि त, ब्याजसहित एकमुष्ट तिर्नु पर्यो। तिर्नु पर्ने चाहिँ अब भनौँ न, यसपालिको किस्त मैले तिर्नु पऱ्यो नि, एउटा पाटो 2टा पाटो बेचेर तिर्ने, अर्को समयमा अर्को सुँगुर बेच्ने बेला होला, होइन? चाहिँ चारो यो चाहिँ चारो पकाउने ठाउँ, यहीँ बस्ने चारो राख्ने ठाउँ हुन्छ, घरदेखि टाढा भएकोले। अनि मैले सब्जी लगाउँछु अनि त्यसको पात चाहिँ सुँगुरलाई यहाँ दाना सुँगुरले अगेको मल सब्जीमा, सब्जीको फेरि पात चाहिँ यता सुँगुरलाई, सब्जी मान्छेलाई। ल यता चाहिँ फेरि दिदीको सब्जी खेतीतिर हामी पनि आयौँ। यता चाहिँ बन्द फुलकोपीहरू लगाउनु भएको रहेछ। के छ दिदी, यो पहिलादेखि नै लगाउनु हुन्थ्यो कि? होइन, खासै म पहिले केही गर्दिनँ थिएँ। अनि अहिले चाहिँ त्यो बङ्गुरको मलहरू धेरै यस्तै सम्झेको, अनि धेरै जाने यता उपयोग गरौँ, यता पनि दोहोरी हुने रहेछ भनेर यस्तै नै चट्यान थियो सबै। यस्तै चट्यान सबै थियो। अनि 4-5 दिन खनेर अहिले भर्खर यो चाहिँ अस्ति मङ्सिरमा मात्रै खनेको मैले। ए मङ्सिरबाट लगाउनु भयो? लगाएको बिरुवा यिनीहरू चाहिँ सबै काउलीहरू हुन्। अनि अलिक पर चाहिँ बन्दहरू छन्। अनि यहाँ चाहिँ त्यो सुँगुरको अघि निकालेको मल चाहिँ यो बाल्टीमा हाल्छु, अनि त्यसपछि पानी लगाएँ, अनि पानी घोलेर त्यसको फेदमा हाल्नु गरेको छु। यहाँ नगरे कहाँ गर्ने, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भने चाहिँ यहाँ गरेपछि नहुने कुरा चाहिँ केही पनि हुन्न रहेछ। खुसी लाग्यो तपाईँसँग कुरा गर्न पायौँ, धेरै धन्यवाद छ दिदी। धन्यवाद तपाईँहरूलाई पनि, जो तपाईँले लगानी गर्नुहुन्छ। अनि हामीले गरेको व्यवसाय चाहिँ ठिक ठाउँमा लगाए कि लगाएन, यसरी अनुगमन गर्दाखेरि हामीलाई पनि एक प्रकारको प्रोत्साहन हुन्छ। अनि मेरो मात्र होइन, अरू ठाउँमा पनि जहाँ लगानी गर्नुहुन्छ त्यो ठाउँमा भयो कि भएन हेरिदिनु भयो भने चाहिँ हामी सदस्यलाई, कृषकहरूलाई प्रोत्साहन मिल्ने, आइदिनु भयो। धेरै धन्यवाद। ल धन्यवाद दिदी, तपाईँको राम्रो सोचाइको